गोली ठोक्नुहोस् गोली ठोक्नुहोस् गोली ठोक्नुहोस् क्या ये क्या बक रहे हो मादरचोद गोली ठोक्नुहोस् हेलो गोली ठोक्नुहोस् सुदन गुरुङ जस्तो एउटा चाहिँ अपरिपक्व र उरन्ठेउले एउटा भाइलाई कुन शक्तिको आडमा कुन शक्तिको तागतमा बालेन्द्र रविले समेत चकमा दिएर गृहमन्त्री बनेको पहिलो दिनमा नै जुन खालको एउटा आतंकवादी खालको शैलीको निर्णय गरेर बहनचोद अरे कौन भौंक रहा है ये बदतमीज मेरा देश अब विदेश में लाने भयो मेरा देश में नागरिक मारने भयो मेरा देश बचाइदियो मेरा देश बचाइदियो राष्ट्रमा कार्यालय आगो लाउने हो राष्ट्रमा कार्यालय राष्ट्रमा छाती छाती भर चलाउने हो एक गांड पे रैप्टा मारा ना सड़क पे हकता फिरेगा तपाईहरु कट्टु र गन्जीमा कान समातेर तपाईहरु खोलामा छुट्दै जानु हाम्रो प्रश्न यति मात्र हो आज हाम्रो आन्दोलनलाई जिल्लाको भाइटिकेको छ धरपकड गर्ने हानेर गएको छैन टाउकोमा तपाईको एसएससी यहाँको स्थानीय यहाँ मेरो वडा नम्बर हो नि त मेरो बस्न मन त म यो ठाउँको त्यसले स्थानीय म पनि भने कहाँ हो म आन्दोलन गर्न आएको यहाँ म ड्राइभर मान्छे अरे कहना क्या चाहते हो हो यो के हो तपाईको आँखा देख्नुहुन्न आँखा देख्नुहुन्न कसमाको पावरवाला लाउनु काम गर्नु तपाईलाई लाज लाग्दैन आफ्नो काम गर्नु पार्टीको झोला गएर आएर विरोध गर्नुहुन्छ तपाई अबे मजा आएगा ना भिडो लाज लाग्दैन ओ झोले लाज लाग्दैन तिमीलाई हाम्रो पार्टी अध्यक्षलाई सुनाउनी ओइ को पार्टी अध्यक्षलाई सुनाउनी